एक आमा बुबाको सन्तान, एक शिक्षकको सुपुत्री, एक मेहनती छात्र अनि एक अधुरो सपना। बझाङ केदारसिंह गाउँपालिका एक रायलमा अध्ययनरत 16 वर्षीय आकांक्षा मल्ल जिन्दगीको सुन्दर यात्रा तय गर्दै थिइन्। उनको अनुहारमा मुस्कान थियो, आँखामा सपना थियो, तर एउटा परीक्षाको परिणामले उनको आत्मालाई गहिरो अँध्यारोमा धकेलिदियो। यसै परीक्षाको अनिवार्य विज्ञान विषय, एउटा कठिन दिन र एउटा निर्णय जसले सब थोक समाप्त गरिदियो। उनको मनमा निराशाका बादल मडारिन थाले। एउटा असफलताको डर, समाजको अपेक्षा अनि आत्मशंकाको भारी साँझ परेसँगै उनले आफूलाई एकान्तमा पुर्याइन् र त्यो रात कहिले नटुङ्गिने बनाइन्। साँझ 5 बजेतिर आकांक्षा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन्। एउटा सपना अधुरो रह्यो, एउटा परिवार टुक्रियो अनि समाजले फेरि एउटा निर्दोष ज्यान गुमायो। किन केवल एउटा परीक्षा बिग्रिएर जिन्दगीको मूल्य तोक्ने अधिकार हामीलाई कसले दियो? के अङ्कले कसैको प्रतिभा मापन गर्न सक्छ? के असफलता नै अन्तिम सत्य हो? जिन्दगी केवल परीक्षाको अङ्कहरूमा सीमित छैन। सफलता असफलता क्षणिक हुन्छन्, तर जीवन अमूल्य छ। परीक्षाका कारण मानसिक तनावमा हुनुहुन्छ? आकांक्षा मल्ललाई हाम्रो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली। भगवानले उनको आत्मालाई शान्ति प्रदान गरून्। यदि तपाईँ वा तपाईँको साथी परीक्षाको तनावले सङ्घर्ष गरिरहनु भएको छ भने नआत्तिनुहोस्। तपाईँ एक्लो हुनुहुन्न। बोल्नुहोस् र आफ्नो मन हल्का पार्नुहोस्। जिन्दगी परीक्षा भन्दा धेरै ठुलो छ। जीवन अमूल्य छ, सुरक्षित राखौं। ड्याडी एउटा मुक्तक सुनाइछ त हजुरको? हो। झट्का दिइरहने करेन्टको पावर जस्तो, झट्का दिइरहने करेन्टको पावर जस्तो, मस्क मस्किँदा तिमी सुन्ने आवर जस्तो, मस्क मस्किँदा तिमी सुन्ने आवर जस्तो, झट्का दिइरहने करेन्टको पावर जस्तो, मस्क मस्किँदा तिमी सुन्ने आवर जस्तो, मेरी छोरीको मुड पनि त्यस्तै छ हजुर। झट्का दिइरहने करेन्टको पावर जस्तो, मस्क मस्किँदा तिमी सुन्ने आवर जस्तो, मेरी छोरीको मुड पनि सेम त्यस्तै छ हजुर। बेला बेला गइरहने एन्टिसिपेट